मैले भिडियो बनाउँदै थिएँ है। सेन्ट मेरिज फ्रीको प्रधानले चाहिँ मेरो हातबाट फोन खोसिएको छ। उहाँले चाहिँ मेरो हातबाट फोन खोसाएर चाहिँ फुटाउने कोसिस गरेको छ र उहाँले फुटाउनु होइन धम्की एउटा मिडिया पर्सनलाई धम्की हेर्नुहोस् है उहाँको। हेर्नुहोस् है एउटा मिडिया पर्सनलाई भिडियो यस्तो खालको धम्की छ है उहाँको। हेर्नुहोस् है मेरो हातबाट फोन खोसेर उहाँले ढुङ्गा झारिदिएको छ। मेरो काम मैले गरिरहेको छु, उहाँहरूको काम उहाँहरूले गरिरहनु भएको छ। ल हेर्नुहोस् है बिगाले सन्छ एलसीले बोलाइरहेको छ। अन्त त्यो पैसा दिएर जानु पर्यो नि त, बात त भएको छैन। एउटा घटना पनि घट्यो लङभ्यू चिया बारीमा। तपाईहरुकै पार्टीको एक प्रधान पनि भनौं, पञ्चायत प्रधान जो हुनुहुन्थ्यो, उहाँले पत्रकारहरूलाई अनि चिया श्रमिकहरूलाई धम्काएर अन्य कुराहरू गरेको, एकदमै दुर्व्यवहार गरेको, अनि उहाँको विरुद्ध धेरै स्थानीयहरू पनि उठेको थियो। उहाँको एफआईआर गरेर उहाँलाई पञ्चायत प्रधान पदबाट हटाउनुपर्छ भन्ने माग पनि गरेको छ। यसलाई तपाईले कसरी हेर्नु भएको छ? इलेक्टेड मेम्बरलाई अब माग एकपल्ट इलेक्टेड भएपछि माग गर्दा हटाउन सक्दैन, त्यो त रुल्स नै भन्दैन। तर अब त्यो गार्डनको इस्युज हो, अब लङभ्यूवासीको इस्युज हो। अब एक पक्षले पत्ती टिप्ने, एक पक्षले नटिप्ने। अब म एउटा जिटिए एडमिनिस्ट्रेटर, म दुवै पक्षको मान्छे हो, बुझ्नु भएन। उहाँहरूको एउटा इमोसनल लडाइँ हो, दुईजनासँग मेरो रेस्पेक्ट छ, कदर छ। तर अब यो सेन्सिबल प्रकारले अगाडि जानुपर्छ हामीले। अनि पत्रकारहरूलाई पनि अब म एउटा रिक्वेस्ट गर्छु कि पोजिटिभ एउटा मेसेज दिनुपर्छ। किन अहिले पत्रकार पहिलाको जर्नलिजम हराएर गयो, अहिले गाउँभित्र जर्नलिजम निक्लेको राम्रो साइन पनि हो एउटा। यसलाई म पोजिटिभली हेर्छु, किनभने गाउँको हामीले सानो कुरो हेर्नु पाइरहेको छु। पहिला जर्नलिजम भनेपछि एउटा एक पेपरमा हुन्थ्यो, अहिले ई जर्नलिजम आइसक्यो र जर्नलिजमको सर्टिफाइड पनि छैन अहिले, को जर्नलिजम हुने को जर्नलिजम नहुने। तर अब एउटा पोजिटिभ साइन चाहिँ के छ भने अब गाउँको भाइहरूले पनि आजकल जर्नलिजममा रुचि देखाउँदैछ। त्यो रुचि देखाउँदा चाहिँ के छ भने गाउँको प्रत्येक कुनामा के हुँदैछ हामी जहाँ बसेर पनि हेर्नु पाउँदैछौँ। कहाँ भुल हुँदैछ, कहाँ भएको छैन, कहाँ ठिकै छ, कहाँ अब कतिवटा जर्नलिजममा यस्तो पनि छ कि अब भुलै मात्रै देखाउने जर्नलिजम पनि छ, बुझ्नु भएन। अब त्यो सबै भइरहेको छ। अब तर त्यसलाई बिस्तारै सायद रेक्टिफाइड हुँदै जान्छ होला, समयले गएर सबै कुरो ठिक भएर जान्छ होला। र यो पोजिटिभ साइन पनि हो कि अब प्रत्येक गाउँको खबर हामीले सबै ठाउँमा एउटै ठाउँमा चाहिँ हेर्नु पाउँछ। कुना खबर चाहिँ हिजोको खबर सबले देख्नु पायो। अब त्यहाँ हिजोको खबर पक्का प्र्याक्टिकल चाहिँ अब लङभ्यूवासीलाई मात्रै थाहा छ, बुझ्नु। मोबाइलमा देख्दाखेरि सबै कुरो यो ठिक यो बेठिक हुँदैन। अब लङभ्यूवासीलाई मात्र मैले भने त्यहाँ दुवै पक्षकोहरू हो, दुई पक्ष हाम्रो कमानवासी हो। जतिसक्दो कमानवासी मिलेको राम्रो। एक पक्ष मैले हेरेँ पत्ती टिप्ने, एक पक्ष हेरेँ नटिप्ने, बुझ्नु भएन। एकजनाले पत्ती टिप्दै गरेर रोक्ने, अर्कोले फेरि पत्ती टिप्नु चाहने। अब को ठिक को बिठेक भन्ने हामी अब कोपट्टि लाग्ने भन्नुहोस्, बुझ्नु भएन। अब त्यो सेन्सिटिभ म्याटर हो। हामी अब म एज जिटिए चिफ एक्जिक्युटिभ भएर म सबै पक्षको मान्छे हो र यसलाई हामीले बिस्तारै मिलाउँदै अब उहाँहरूको एउटा पर्सनल रिलेसन पनि बिग्रेर जाँदैछ नि यसले गर्दा, बुझ्नु। हिजो उहाँहरू एउटा कमानमा सबै मिलेर पत्ती टिप्दै थियो भने अब त्यो पर्सनल रिलेसन पनि ड्रिफ्ट हुँदै जाँदैछ।